नमस्कार साथीहरू, यहाँहरूलाई गन्धेदारी कोरियन भाषा युट्युब क्लासमा स्वागत गर्न चाहन्छु। आज म यहाँहरूलाई कसरी सजिलै चाहिँ कोरियन क्रियाहरूलाई सम्झन सकिन्छ त भनेर सिकाउन गइरहेको छु। 8-10 वटा कोरियन क्रियाहरू रमाइलोसँग कसरी सिक्न सकिन्छ भनेर सिकाउन गइरहेको छु। र यसमा ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि जस्तो हाम्रो गर्नु, खानु, हिँड्नु, पढ्नु, उठ्नु, बस्नु जस्तै हाम्रो नुमा टुङ्गिएको क्रिया हुन्छ भने कोरियन भाषामा चाहिँ जस्तै खादा, ओदा, मग्दा भनेर दामा टुङ्गिएको हुन्छ। त्यसै कारणले हामीले चाहिँ मेन सम्झिनु पर्ने कुरा चाहिँ अगाडिको अक्षरलाई मात्र सम्झिनु पर्ने हुन्छ। जस्तै खादा भयो भने खालाई मात्रै, ओदा भयो भने ओलाई मात्रै, जस्तै हाम्रो जा भयो भने जानु, नुलाई छोडेर हामीले जालाई सम्झिनु पर्ने हुन्छ। त्यस्तै र यहाँहरूले पनि के गरी बुझ्नु होला भन्दाखेरि दा हटेको अवस्था अथवा जा नु हटेको अवस्था, नेपालीमा हो भने नु हटेको अवस्था, कोरियनमा हो भने दा हटेको अवस्था बुझ्नु होला। यस्तै प्रकारले मैले सम्झन कसरी सजिन्छ त भनेर यहाँहरूलाई 8-10 वटा कोरियन क्रियाहरू सम्झाउने प्रयास गरेको छु। कस्तो लाग्छ कृपया प्रतिक्रिया दिनु होला। एउटा साथीले चाहिँ भनेछ अरे, ओइ यता आइज त ओदा, ओइ यता आइज त भनेछ अरे। ओ यो ओलाई मात्रै हामीले सम्झनु पर्ने कारणले गर्दा यो ओको ओ दा भनेको चाहिँ आउनु हो र यहाँहरूले सम्झिँदा आइज त भने जस्तै आइज त भनेर चाहिँ उसले भनिरहेको छ। यो आइजको अर्थ के हो त? आउनु हो नि त। त्यसकारण ओइ यता आइज त भनेर एउटा साथीले भन्यो है। ओदा भनेको के हो त? आउनु हो है। अनि फेरि त्यो साथीले भन्छ, अस्ति मैले फालेको कट्टु बेच्ने तँ होइनस्? के भन्छ अरे? अस्ति मैले फालेको कट्टु बेच्ने तँ होइनस् भन्छ अरे। अन्त फाल्दाको अर्थ के हुन्छ? फाल्दाको अर्थ बेच्नु हुन्छ। अस्ति मैले फालेको कट्टु बेच्ने त होइनस् भन्छ अरे। अनि फेरि उसैले फेरि भन्दैछ, साले कट्टु किन्ने हैसियत छैन, त्यही नि फुर्ती लाउँछ साले भनेर भन्छ अरे। सादाको अर्थ के हो त? किन्नु। अनि त्यसपछि अर्को साथीलाई रिस उठ्छ अरे। उसले भन्छ फेरि, होइन तँ जस्तो ताइन तुइसँग दौडिने सोचिस् कि क्या हो? तुइदा, यो तुइदा के हो त? दौडिनु हो। अर्को साथीले चाहिँ के भन्छ त्यसलाई, होइन तँ जस्तो ताइन तुइसँग दौडिने सोचिस् कि क्या हो भनिन्छ। अनि फेरि उसले नि भन्छ, त्यो साथीले चाहिँ, तँ नि फरिया लाएर फल पार्न जान्थिस् नि होइन? तँ नि फरिया लाएर फोहोर फाल्न जान्थिस् नि होइन भनेर फेरि उसले भने, त्यो साथीले अर्को साथीले भनिरहेछ। फरिदाको अर्थ के हो त? फाल्नु। फरिदा, यो फरिदा के हो त? फाल्नु। यसमा पनि के त? दा हटिएको छ, फरि दा चाहिँ हटाएको छ है त। अनि भन्छ, कहिले थाल ठटाउँदै गाडी चढ्न जाने भने त्यो अर्को साथीलाई, कहिले फरिया लाएर फोहोर फाल्न जाने, कहिले थाल ठटाउँदै गाडी चढ्न जाने भन्छ अरे। थादाको अर्थ के हो त? चढ्नु। किनभने गाडीमा चढ्नु। अनि अर्कोलाई पनि फेरि रिस उठेर भन्छ, खाली नचाहिने कुरा गर्छ उता जा भनिन्छ अरे। खाली नचाहिने कुरा गर्छ उता जा भनिन्छ अरे। खादा अन्त खादाको अर्थ के हो त? जानु।
त्यस पछाडि अहिले खत बस्ने गरी कुटेर हिँड्छु अनि थाहा हुन्छ भन्छ अरे। त्यसले फेरि अहिले खत बस्ने गरी कुटेर हिँड्छु अनि थाहा हुन्छ भन्छ अरे। खद्दा खद्दा के हो त? हिँड्नु। अनि सोच्छ, मन भन्छ तँ जस्तो उल्लुलाई किन रुवाउनु भनेर मात्र हो भन्छ अरे। उल्लु उल्दा उल्दा के हो त? रुनु। उल्दा रुनु। अनि फेरि भन्छ तेरीमा डाका पिटम भनेछ अरे क्या अर्को साथीले। तेरिदा तेरिदा के हो त? पिट्नु हो। अब म सरस्वती फेरि यहाँ भएका समाजहरूलाई फेरि भन्ने प्रयास गर्छु। अर्थ चाहिँ भन्दिनँ, माथि मात्रै। एउटा साथीले भन्छ ओइ यता आइज त। अनि फेरि त्यही भन्छ अस्ति मैले फालेको कट्टु बेच्ने तँ होइनस् भन्छ। साले कट्टु किन्ने फुर्सद छैन, हैसियत छैन, त्यही नै फुर्ती लाउँछ भन्ने छ। अनि अर्कोलाई रिस उठेछ। अनि अर्को भन्छ होइन तँसो ताइन तैसँग दौडिने सोचेपछि क्या हो भन्छ। अनि उसैले फेरि भन्छ त नि त फरिया लाएर फोहोर फाल्न जान्थिस् होइन भन्छ। कहिले थाल ठटाउँदै गाडी चढ्न जाने भन्छ अरे। अनि अर्कोलाई रिस उठेछ अरे। खाली नचाहिने कुरा गर्छ, उता जा भन्छ अरे। अनि अहिले खत बस्ने गरी कुटेर हिँड्छु अनि थाहा हुन्छ भन्छ। अर्कोले फेरि त्यसले तँ जस्तो उल्लुलाई किन रुवाउनु भनेर मात्र हो भनेछ अरे। अर्को भन्छ तेरीमा डाका पिट्यौँ भनेछ अरे। हस्त साथीहरू, यहाँलाई कस्तो लाग्छ कृपया लाइक सेयर तथा कमेन्ट गरिदिनु होला भन्दै आजलाई बिदा हुन्छु। हस्त, धन्यवाद।